नमस्ते सबैजनालाई। यो पुरानो सरकारका केही फ्याँकिसकेका कुनी फटाहरूले भनिरहेको थियो कि यो हामी जेन्जीहरूले यो उता राजनीति बुझाएको छैन अरे भन्छ। कसरी हामी जेन्जीहरूले राजनीति बुझाएको छैन भन्न सकिन्छ? एउटा कुरा म बताउन चाहन्छु कि म पनि जेन्जी बुझ्दा नि हो, तर यो राजनीतिको के हो वास्तविकता भन्ने कुरा हो भने अब यो जस्तै अब सरकारमा प्रमुख 3 किसिमको अङ्ग हुन्छन्, जुन कुरा चाहिँ सबैलाई नै थाहा छ। त्यो भनेको लेजिस्लेचर भयो, एक्जिक्युटिभ भयो, अनि जुडिसियरी भयो। लेजिस्लेचर भनेको सांसद भवन, तपाईँलाई थाहा छ सांसद भवन। अनि एक्जिक्युटिभ भनेको प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति भयो। यो भनेको चाहिँ एक्जिक्युटिभ भयो। अनि जुडिसियरी भनेको चाहिँ अदालत, जस्तै अब स्थानीय अदालत, जिल्ला अदालत अनि सर्वोच्च अदालत। यसो 3 किसिमको अदालत हुन्छ। अदालतमा पनि सर्वोच्च अदालतहरूमा पनि, तर वास्तविकतामा अथवा न्यायपालिका भन्न सकिन्छ जुडिसियरीलाई। तर यो लेजिस्लेचर भनेको चाहिँ कस्तो हुन्छ, त्यसमा राजनीतिको वास्तविक सुरुवात नै भनेको लेजिस्लेचरबाटै हुने हो, सांसद भवनबाटै हुने हो। तर यो राजनीति कस्तो हो, राजनीतिको वास्तविक अर्थ के हो त भन्दाखेरि राज्य सञ्चालन गर्नको लागि कस खाले नीति अपनाउनु पर्छ, कस खाले प्लानिङ अपनाउनु पर्छ, कस खाले सिद्धान्त अपनाउनु पर्छ, त्यसलाई भनिन्छ राजनीति। तर यसो तर यो देशलाई सञ्चालन गर्नको लागि त जनभावनाको पनि कदर त हुनु पर्यो नि, हो त्यही भएर भन्यो। अनि जब राजनीतिको सुरुवात लेजिस्लेचरमा जब नीतिहरू बनाउन थाल्छ नि, हो त्यो नीतिहरू कतिको उचित हो अनुचित हो भन्ने कुरामा धेरै दलका नेताहरू, धेरै सङ्ख्यामा रहेका नेताहरू बिच छलफल हुने गर्छ। तर त्यो जुन नीति अप्नाएको छ त्यो जनभावनाले कदर गरेर देशलाई सञ्चालन गर्नको लागि बनाउनु पर्ने चिज हो। यदि त्यो नीति चाहिँ यदि गलत भएको खण्डमा सबैले खारेज गर्छ भने, एकअर्कामा डिस्कसन गर्दाखेरि यदि त्यो नीति सही भयो भने मात्र अनि मात्र पारित हुन्छ, अथवा अनि मात्र लेजिस्लेचरबाट पास हुन्छ, अनि नीति नियम बन्छ लेजिस्लेचरहरूबाट। अनि एक्जिक्युटिभ भन्नाले पनि प्रधानमन्त्री, उपराष्ट्रपति अनि यो राष्ट्रपति, यिनीहरू भनेको कसो हो भने जति पनि नीतिहरू तयार भएको हुन्छ लेजिस्लेचरमा, त्यो सबै नीतिहरूलाई कार्यान्वयन गर्ने काम चाहिँ कसले गर्छ? प्रधानमन्त्रीले गर्छ, राष्ट्रपतिले गर्छ। एउटा कुरा यो, 2टा कुरो भयो। अनि अर्को भनेको जुडिसियरी अथवा न्यायपालिका। न्यायपालिकाले चाहिँ के गर्छ त भन्दाखेरि अब यो न्यायपालिकामा यदि 3टा यो लेजिस्लेचर अथवा एक्जिक्युटिभले केही गल्ती गरेको रहेछ भने त्यो गल्तीलाई हटाउनको लागि उल्टाइदिन्छ, फैसलालाई उल्टाइदिन्छ अदालतले। एउटा कुरा त भनेको। र यो अदालतमा पनि 3 किसिमको अदालत हुन्छ। एपिल कोर्ट भन्ने हुन्छ, जुन एपिल कोर्ट अथवा स्थानीय अदालत हुन्छ, हो त्यो स्थानीय अदालतमा गएर न्याय पाउने कोसिस गर्छ। यदि स्थानीय अदालतबाट पनि भएन भने चाहिँ त्यस पछाडि मात्र डिस्ट्रिक्ट कोर्टमा जान्छ अथवा जिल्ला अदालतमा जान्छ। र यो जिल्ला अदालतमा पनि भएन भने चाहिँ सुप्रिम कोर्टमा जान्छ, जुन सुप्रिम कोर्ट चाहिँ एउटा फैसलाको अन्तिम फैसला गर्छ कानुनी प्रक्रियामा, न्याय प्रणालीमा। एउटा कुरा चाहिँ यो सुप्रिम कोर्टको भयो। यो कुरा यो सब ज्ञान चाहिँ मलाई कसरी थाहा भयो थाहा छ कहिले? यो सब ज्ञान भनेको चाहिँ यो सोसल स्टडी भन्ने नाम गरेको किताबमा कहिलेकाहीँ दिएको हुन्छ, उता स्कुल पढ्दाखेरिको कुरा हो यो। किनभने म पनि एउटा जेन्जी पुस्ता नै हो, जुन कुरा चाहिँ अहिले पनि मलाई याद छ केही कुराहरू। अनि अर्को भनेको चाहिँ के हो भने अब तिमीहरूको यो पुराना सरकारका दलका मान्छेहरूको वास्तविक कमजोरी अथवा के हो त पुराना सरकारको केही कमजोरीहरू भनेको एउटा कुरा त भनेको अब न्याय प्रणाली व्यवस्थित पार्न सकेन यतिका वर्षसम्म राजतन्त्र फाले पछाडि। एउटा कुरो हत्याकाण्ड रहस्यमय नै भयो, केही सुधार भएन एउटा कानुनी प्रक्रियामा। अर्को कुरा भनेको पुरानो सरकार फ्याँकिसके अर्का कुराहरू भनेको चाहिँ जस्तै अब कुलिङ पिरियडसँग सम्बन्धित कुराहरू एक ठाउँमा नीति नियम बनायो अनि सांसद भवनमा पुगायो, तर सांसद भवनमा पुगिसक्दा फेरि अर्कै भनिसक्छ। कसरी राजनीति चाहिँ तिनीहरूले चलाउँछ होला र? कि तिनीहरूलाई चाहिँ ज्ञान छ र राजनीतिको?
अनि एमसिसी प्रोजेक्ट पास नगर नगर भनेर कति पटक भन्यो होला जनताले, के भयो? फिट्टो सुनेन। यो थियो एउटा कुरा। अर्को भनेको हामी अर्को भनेको यो त स्कुल कलेज लेभलमा पढाइको कारणले गर्दा थाहा पाएको यो ज्ञान शिक्षा राजनीतिको कुनै पनि ज्ञान शिक्षाहरू त। तर जसुकै भए पनि पढाउने बेला एक ठाउँमा, कार्यान्वयन गर्ने ठाउँमा चाहिँ अर्को ठाउँमा, हुनुपर्ने चाहिँ अर्को कुरा। त्यस्तो त भएन नि यो कुरा। त्यही भएर भन्दैछु क्या, अलिकति होस् त सम्हाल्नुपर्छ। अनि अर्को भनेको छ सबैजनालाई